के भन्छ एउटा रिक्वेस्ट भनौँ न मानव रोडको कुरा गरेर टाँसीको रोडको कुरा गरेर टाढा रोडको कुरा गरे तर लेक्चर पेन्डिङ कन्डिसन हेर्नुहोस् न अब डिस्ट्रिक्ट बोर्ड रोडै बनिएन भने सायद गाउँको रोड बनाएको सल्युसन हुँदैन होला सायद आज यो हाउसिङ यदि खुसी हुन्छ भने सबैजनाको म मिल्छ भनेदेखि दिशामा हाम्रो एउटै कन्सेप्ट राखौँ लेक्चर पेन्डिङ रोडलाई एटलिस्ट वाइडनिङ होस् अहिले एनएचडिसिएलले गर्दैछ जुन चाहिँ वान टाइम मेन्टेनेन्सहरू गर्दैछ लेक्चर पेन्डिङ गेजिङ हो पेलिङको कुरा छैन यसमा तर हाम्रो मेन फोकस भनेको टुरिस्टको लागि फोकस गर्ने ठाउँ भनेको पेलिङ हो त्यसले गर्दा दिशामा सबैजनाको कन्सेन्ट छ भने चाहिँ एउटै मैले एजेन्डामा डिस्कस गऱ्यो भने सायद मलाई लाग्छ लेक्चर टु पेलिङ रोडलाई वाइडनिङ गर्ने निर्देशन आउनु जस्तो मलाई लाग्छ यो कुरामा तपाईँले पनि ओपिनियन राख्नुहोस् हुनु त सबैजनाको समस्या होला गाउँको समस्या तर हाम्रो अघि एमपी साहबले भन्दै थियो डिस्ट्रिक्टमा कोही आउनु मान्दैन भनेर खास कारण चाहिँ एउटा रोड जस्तो मलाई लाग्छ यो रोड सल्भ भयो भने चाहिँ गाउँको बाटोजना पछाडि सल्भ जान्छ जस्तो मलाई लाग्छ त्यही मेरो ओपिनियन चाहिँ के भनेदेखि चाहिँ लेक्चर टु पेलिङ रोडलाई चाहिँ वाइडनिङ गर्ने निर्देशन आउट भयो जस्तो मलाई लाग्छ एउटा टाटा अगाडि लाग्यो भनेदेखि स्कुटीमा बैठेको हुन्छ टाटा त्यस्तै चिज रोडको चाहिँ त्यसले गर्दा एउटा मेरो कन्सर्न चाहिँ के भनेदेखि यसमा चाहिँ फोकस भयो भने अरू डिस्ट्रिक्टको बाटो पछाडि पनि जान्छ जस्तो मलाई लाग्छ थ्याङ्क यू